पानी परेको बेला सेकुवा खाँदाको रमाइलो। यो भिडियो चाहिँ हिजो राति 13 गतेको भिडियो हो। रातिको 9 बजेतिर हल्का सिमसिम पानी परिरहेको थियो। हाम्रो फेरि यहाँ सबै भाइ बिनाको छुट्टै रमाइलो थियो कि यता आमाले भालेको मासु नि पकाउनु भएको थियो। सानो भिडियो गरेको थिएँ। हाम्रो दिदी फेरि लसुनवाली भन्दै लसुन देखाउँदै हुनुहुन्छ अचार पिस्नलाई। भाइ फेरि हेर्नु न यता भाइ पुरै सेकुवा बनाउनलाई यता छोरोले पङ्खा लाएको छ। पङ्खा पुरै समातेर छाता ओढाउँदै मल्टिप्लकमा पानी पस्छ कि भनेर मल्टिप्लकमा नि छाता ओढाएर मेरो छोरी फेरि हाई भनिरहेछ। यो छोरो फेरि हेरेर हाँसिरहेछ। एकदम रमाइलो भयो कि हिजो त सेकुवा खाँदाको रमाइलो हेर्नु। मेरो भाइ फेरि उहाँ पोलिरहेछ सेकुवा, हाँस्छ अझै। यो रमाइलो छड त कहिले बिर्सिन्न म। यति रमाइलो भयो है हल्का सिमसिम पानीमा। दिदी फेरि अचार पिस्दै हुनुहुन्थ्यो। यस्तो मिठो बनाउनु भने दिदीले अचार फेरि आमामा सेकुवाको लागि लास्ट मिठो बनाउनु भयो। भाइले सेकुवा पोल्यो, मैले पनि पोज दिइहालेँ क्या छाता ओढेर हाई भनेर। अनि सेकुवा नि पाकिसक्यो, मासु नि पाकेको थियो। हामीले मासु भात त खाइसक्यौँ, फेरि सेकुवा पकाएर खान लाग्यो क्या राति। भान्जा बाबु र मामा भान्जाको हेर न यता एउटाले पङ्खा लाउने एउटाले पोल्ने। सेकुवा रेडी भएर चेस गऱ्यौँ सबैजनाले, दिदी छोरो भाइ। अनि दिदीले मिठो भन्नुभयो, सबैले मिठो मिठो भने। यसले पनि पोज दियो मेरो छोरी। बाई बाई साथीहरू।